अत्यन्तै उल्लासमय यो भव्य समारोहका सभाध्यक्षज्यू साथै हाम्रो गौरवशाली संस्थाको अध्यक्षज्यू, हाम्रो 1 नम्बर प्रदेशको शिखर व्यक्तित्व अर्थात् त्यसो भनौँ हाम्रो 1 नम्बर प्रदेशको सिरिपेज आजका प्रमुख अतिथि अनि विशिष्ट अतिथि सभामुखज्यू, मञ्चमा आसन ग्रहण गरिराख्नुभएका विशिष्ट गण्यमान्य व्यक्तित्वहरू, यस सभालाई सम्पन्न गर्नको निम्ति टाढा टाढा जिल्लाबाट उपस्थित हुनुभएका उपस्थित आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार मित्रहरू, माथिबाट सुन्दर गीत गाउने र तलबाट सुन्दर नाच्ने सबै कलाकार साथीहरू, सबभन्दा पहिला त म के भन्न चाहन्छु भने आज किराँत राई यायोखाको 10औं ऐतिहासिक महाधिवेशनको यो भव्य समारोहबाट मुख्यमन्त्रीज्यूले उद्घाटन गर्नुभएको छ। आजै संयोग पनि जननायक रामप्रसाद राईको 110औं जन्म जयन्ती काठमाडौँको विभिन्न ठाउँहरूमा र संसारभरि किराँती जातिहरूले मनाइराखेको छ। त्यतिकै पनि यो ऐतिहासिक दिन, त्यतिकै पनि ऐतिहासिक कार्य यो सम्मेलन 9वटा भएको सम्मेलनहरूको पनि त्यत्तिकै महत्त्व थियो र अहिले हुन लागेको सम्मेलनको झन् महत्त्व छ, किनकि हामी विशिष्ट क्षणमा उभिराखेका छौँ र सबभन्दा पहिला त यो भव्य समारोह र सम्पन्न हुन लागेको महाधिवेशनप्रति म सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू, इतिहासको कालखण्डमा किराँती जीवनमा 3वटा व्यक्तित्वहरू हामीले देखेका छौँ। हाम्रै अगाडि अहिले एउटा मूर्ति उभिराखेको छ जसलाई हामी यलम्बर भन्छौँ। एउटा कालखण्ड यलम्बरको थियो। त्यस पछाडि जननायक रामप्रसाद राईको एउटा कालखण्ड आयो। सँगसँगै प्रतिक्रान्तिहरू देखिँदै गर्दाखेरि जीवी याकथुम्बाहरूले निर्णायक भूमिका निर्वाह गर्नुभएको। तर त हिजोको इतिहासको कुरा भए आज इतिहासले अर्को एउटा यलम्बर जस्तै पात्र, आज इतिहासले अर्को एउटा रामप्रसाद जस्तै पात्र र जीवी याकथुम्बा जस्तो पात्र खोजिराखेको छ। त्यो पात्र को हुन सक्छ? त्यो पात्र को हुन सक्छ? त हाम्रो मुख्यमन्त्रीज्यू र सभामुखज्यूलाई थाहा हो। हामीले भनिराख्नु पर्दैन। उहाँहरू मन्त्रमा बसेर आएर हाँसी पनि राख्नु भयो। मलाई लाग्छ त ऐतिहासिक र निर्णायक पात्रको रूपमा उहाँहरू थापित हुनुहुनेछ इतिहासमा। आदरणीय जनसमुदायहरू, यतिखेर हामी एउटा राजनीतिक स्थायित्व निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिराखेका छौँ। 1 नम्बर प्रदेशको हामीले नाम राख्ने सङ्घारतिर पुग्न लागिराखेका छौँ। त्यसो भएको हुनाले विकास र समृद्धिलाई हाम्रो मूल लक्ष्य बनाएका छौँ। विकास र समृद्धिको मूल लक्ष्यको यो प्रारम्भमै हामीले सबै खालको अन्यायको अन्त गर्दै न्यायपूर्ण निर्णयहरू गर्न सक्यौँ भने, साँच्चै इतिहासको यलम्बर जस्तै हामी कोसेढुङ्गा भएर उठ्न सक्यौँ भने, रामप्रसाद राई र जीवी याकथुम्बा जस्तै हामी उदाउन सक्यौँ भने हाम्रो समृद्धिको बाटोमा समृद्धिको बिउ रोपिनेछ। अन्यथा आगोको बिउ रोपिन्छ कि भन्ने मलाई डर पनि लागेको छ। तर यो विषयमा हाम्रो दुवैजना प्रदेश सभाको सभामुख र हाम्रो मुख्यमन्त्री सचेत हुनुहुन्छ र प्रतिनिधिमूलक ढङ्गले पनि हामीले सांसदहरूको कुरा त हामीले सुनि नै सक्यौँ। आदरणीय जनसमुदायहरू, हुनु त हामीलाई नामले खानु दिँदैन, तर नाम राख्दाखेरि एउटा इतिहासको, एउटा सभ्यताको सम्मान हुनेछ, एउटा गौरवको सम्मान हुनेछ, आत्मसम्मान हुनेछ। त्यही आत्मसम्मानले खानेकुरा र विकासको अझ बलियो मनोविज्ञानका साथ निर्माण गर्नेछ। त्यसकारणले हामीलाई यो पहिचानमा आधारित नाम चाहियो।
पहिचानमा आधारित हामीलाई नाम चाहियो। हामी त कम्युनिस्टहरू हौँ। कम्युनिस्टको निम्ति कुनै किन्तु परन्तु यसको अगाडि हुन सक्दैन। किन सक्दैन? आइल्यान्डको आइरिसहरू र आइल्यान्ड भूमिको सम्बन्ध के थियो हामी इतिहास पढ्नेहरूलाई थाहा छ। नागा र नागाल्यान्डको सम्बन्ध के थियो हामी इतिहासका विद्यार्थीहरूलाई थाहा छ। त्यति मात्र होइन, बिहार र बिहारी, पन्जाब र पन्जाबीको सम्बन्ध के थियो त्यो पनि इतिहासका विद्यार्थीहरूलाई थाहा छ। तर किराँत र किराँतीको सम्बन्ध प्राग इतिहास कालदेखिकै छ। त्यस कारणले कुनै जाति आयातित भएर राखिएको यो सभ्यता र गौरवको कुरा होइन, यो पात्र विशेषले निर्माण गरेको इतिहास होइन। त्यस कारणले नेपालको पनि पूर्वको हाम्रो 1 नम्बर प्रदेशको इतिहास, यहाँको मनोविज्ञान, यहाँको भूगोल आफ्नो विशिष्टतामा बाँचिरहेको छ। त्यो इतिहासमाथिको सम्मान 1 नम्बर प्रदेशले गर्नेछ भन्ने मलाई लाग्दछ। यदि यो केन्द्रबाटै फैसला भएको भएदेखि हामी त्यति सौभाग्यशाली हुन्थ्यौँ होला। तपाईँ हामीले निर्वाचित गरेको सांसदहरूद्वारा अझ नजिकबाट फैसला हुन लागेको यो ऐतिहासिक काम पक्कै पनि पहिचानको पक्षमा हुन्छ भनेर म विश्वास गर्दछु र यो सभा पनि, यो समारोह पनि र यो उपस्थिति पनि त्यही विश्वास गर्दछ भन्ने मलाई लाग्दछ। आदरणीय जनसमुदायहरू, यसै साथ म के भन्न चाहन्छु भने नामको मात्रै यहाँ कुरा आइराखेको छ, अब केन्द्रको पनि कतै प्रश्न उठिराखेको छ। हामी यहाँदेखि धरानको फुस्रेमा नुनको भारी लगाएर, उदयपुरको कटारीमा नुनको भारी लगाएर 10 दिनमा सोलुखुम्बु पुग्थ्यौँ। 9 दिनमा पिखुवा खोलाको 22 चिसो पानी तरेर अक्करको भिरबाट ढाकर र तुटमा छाँदेर हामी 9 दिनमा नुन पुर्याउँथ्यौँ। सहरको परिवेश त हामीलाई थियो। तर आज यो देशमा नारायणीमा श्रीपाद राजा भइबक्सिनुहुन्न। आज जनताले चुनेको लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपति आइसक्नु भएको छ, प्रधानमन्त्री आइसक्नु भएको छ, सङ्घीय संसद र प्रदेश संसद खडा भइसकेको छ। त्यसो भएको हुनाले हामीलाई ठुलो सहरको उपनिवेश किमार्थ स्वीकार्य हुने छैन। त्यस कारणले म यहाँ के जोड गर्न चाहन्छु भने अहिलेको राजधानी मुख्यालय इटरीमा हुनु पर्यो। इटरीदेखि पूर्व पश्चिम उत्तर दक्षिण मुख्यतः उत्तरपट्टि विस्तार हुनु पर्यो भन्ने जोरदार म सभामुख र हाम्रो माननीय मुख्यमन्त्रीसँग यो आग्रह पनि म गर्न चाहन्छु। त्यस कारणले यो ऐतिहासिक कामहरू अबको अधिवेशनमा हुनेछ, त्यो जनताको पक्षमा हुनेछ। विकास सन्तुलन हुनुपर्छ भनेर यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको। विकास असन्तुलन भयो। काठमाडौँले जसरी गति लियो गाउँको दूरदराजले लिएन भनेर हजारौँको बलिदानबाट नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको। त्यस कारणले विकास सन्तुलनको निम्ति पनि सबै 13वटा जिल्लाहरूलाई बाहेक पर्ने ठाउँ इटरी नै त्यो सबभन्दा राम्रो हुन्छ भन्ने म आफूलाई लागेको छ। मलाई लाग्छ मलाई भन्दा बढी आदरणीय हाम्रो सभामुख र मुख्यमन्त्री योभन्दा बढी नै लागेको हुनुपर्छ। उहाँहरू यही भूगोलमा जन्मेर जनताको बिचमा हुर्केर जनताको बिचमा प्रतिबद्धता गरेर आउनु भएको पात्रहरू हो। मैले त्यति धेरै भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। अब अन्तिम कुरा म के भन्न चाहन्छु भने मुख्यमन्त्रीज्यू राम बनेर पहिचानको बाण तपाईँले उचाल्नुहोस्। एकचोटि यलम्बरलाई सम्झिनुहोस् अनि रामप्रसाद राई र जीवी याक्थुम्बाहरूलाई सम्झिनुहोस्। मरेर गएको शहीदहरूलाई सम्झिनुहोस्। सक्नुहुन्छ भने सुम्निमा र पारुवाङ त्यहाँमाथि बुढा सुब्बालाई सम्झिँदा पनि हुन्छ। तरोसँगले उभेर पहिचानको रामबाण उचाल्नुहोस्। तपाईँ त्यससँग लक्ष्मण हुनुहुन्छ सभामुख महोदय, लक्ष्मणको भूमिका उहाँले निर्वाह गर्नुहुनेछ। हामीसँग योग्यता त छैन र त्यो स्थान पनि छैन, तर हनुमान बनेर हामी पनि उभिनेछौँ। अब नडराउनुहोस्, इतिहासले तपाईँलाई म्यान्डेट दिइसकेको छ। यदि मैले बुझेको छु हाम्रो सभामुख र मुख्यमन्त्री हाम्रै भावनाको प्रतिनिधित्व गरिराख्नु भएको छ। उहाँहरूले गर्दा गर्दै कतैबाट आकाशवाणी भएर हाम्रो चाहना विपरीत, यहाँको ऐतिहासिक तथ्य विपरीत, यहाँको गौरवको
भावनामा चोट पर्ने विपरीत निर्णय गरिन्छ भने हामी त मरिजान्छौँ। हाम्रो पुस्ताले चिहानबाट जवाब दिनुपर्नेछ। त्यसकारणले हाम्रो भावना, हाम्रो चाहना अनुसार नै निर्णयहरू हुनेछन्, जसले यो देशमा, यो प्रदेशमा समृद्धिको बिरुवा रोप्नेछ, कतै आगोको बिरुवाहरू रोप्ने छैन। यो म विश्वास गर्न चाहन्छु। तर हामी पहिचानका पक्षधरहरूसँग पनि दुईटा अतिवाद छ। एउटा अथवा यो उत्पीडित जातिहरूसँग पनि, उत्पीडित वर्गहरूसँग पनि दुईटा अतिवाद छ। तातै खाउँ जलेरै मरौँ भन्ने यो अतिवाद पनि हाम्रो लागि हानिकार छ। कसैलाई पहिचानको कुरा गर्दै गर्दा, मुक्तिको कुरा गर्दा अन्तर्विरोधहरू मात्रै नबुझ्ने होइन कि यहाँको आफ्नो साथी र मित्र र शत्रु पनि नछुट्याउने प्रवृत्ति हामीसँग छ। त्यसले हामीलाई सर्वथा घाटा पुर्याउँछ। अर्कोतिर हामी उत्पीडितहरूको तर्फबाट हाम्रो कानमा बतास लागिराखेको छैन। मालिकको पाउमा लपसार पर तलुवा चाटेर बाँच्ने पनि हामी नै छौँ। दुईटै प्रवृत्ति खतरा छ। वैज्ञानिक प्रवृत्ति के हो? यो माथि हामीले बहस भव्य रूपले गर्नुपर्नेछ, अध्ययन अनुसन्धान गर्नुपर्नेछ। अवैज्ञानिक अर्धवैज्ञानिक चेतनाले हामी अगाडि बढ्न सक्दैनौँ। विश्व, क्षेत्र र राष्ट्रिय राजनीतिको सन्तुलनलाई पनि हामीले हेरेर अगाडि बढ्नु पर्दछ। मित्र र शत्रु हामीले छुट्याउनु सक्नु पर्दछ। अन्तर्विरोधको सही पहिचान र परिचालन गर्नु सक्नु पर्दछ। अनि मात्रै सम्भव हुनेछ र अन्तमा 10औं महाधिवेशन भव्यताका साथ सफल होस्। निर्वाचनतिर होइन, झगडातिर होइन, हामी विशिष्ट क्षणमा छौँ। तपाईहरू समझदारीबाट नेतृत्व टुङ्गाउनुहोस्, जुझारु नेतृत्व निर्माण गर्नुहोस्। जब तपाईहरू निर्वाचनतिर प्रवेश गर्नुहुन्छ, उद्देश्य सहायक पर्छ, कसरी पद लिने प्रधानमन्त्री आउँछ। त्यसकारणले सहमतिद्वारा आफ्नो नेतृत्व, जुझारु नेतृत्व निर्माण गर्नुहोस्, जसले यो भुमरी र चट्टानहरूलाई छल्दै सही बन्दरगाहमा आफ्नो पानी जहाज पुर्याउन सकोस्। यही सफलताको शुभकामना व्यक्त गर्दै भव्य रूपले सफल होस् यो सम्मेलन। यही मेरो मन्तव्य अन्त गर्छु। हस् त, धन्यवाद। सेवा र सेवा नै सेवा। धन्यवाद माननीय सांसदज्यूलाई।